राधे राधे स्वागत छ। थ्याङ्क यू सो मच। आज चाहिँ हेर्नु मित्र यो पोस्टकास्ट गर्नको रिजन के छ भनेपछि आध्यात्मिक पोस्टकास्ट रहनेछ। यो हामी चाहिँ यसमा केही आध्यात्मिक कुराहरू गर्नेछौँ। सो यो पोडकास्ट अन्तिमसम्म हेर्नु होला किनकि यो पोस्टकास्टले तपाईँको जीवनमा केही कुरामा चेन्ज ल्याउनेछ। म पनि आध्यात्मिक मार्गमा लागेको करिब 1 साल जति भइरहेछ। सो हाम्रो लोकेन्द्र दोस्तलाई पनि अब आध्यात्मिक मार्गमा कति भइरहेको छ, आध्यात्मिक चिज मतलब यो चिज बुझेको, यो चिजमा लागेको मैले अब बुझेको भन्नाले चाहिँ मतलब अब यो कुराहरू चाहिँ म पहिल्यैदेखि धेरै विश्वास गर्थेँ कि होइन, एकदमै विश्वास यस्तो कुराहरूमा चाहिँ होइन, धेरै विश्वास भएको कारणले चाहिँ आस्था चाहिँ धेरै राख्छु म यस्तो कुराहरूमा होइन। हुन्छ नि त अहिलेको जेनेरेसनमा यो भन्छ नि त पढे लेखेको मान्छेले चाहिँ अब जुन साइन्स टेक्नोलोजीको एउटा समयमा चाहिँ होइन यो कुराहरूमा चाहिँ प्रायः कम चाहिँ होइन, सायद यो कलियुगको प्रभाव पनि हुनसक्छ। एकदम विश्वास गर्ने मान्छेहरू चाहिँ एकदमै बिरलै भेटिन्छन् कि होइन, एकदम कम। तर यो समयमा चाहिँ म के भन्छु भने चाहिँ यो मान्छेहरूको जुन यो कलियुगको असर नै हो भन्नुपर्दा होइन, नत्र जुन यो मानव जाति छ हाम्रो यो उत्पत्तिदेखि नै यो कुराहरूमा चाहिँ केही कुराहरू चाहिँ अहिलेसम्म पुरा पारिरहेको छ होइन, त्यो चाहिँ प्रमाणित छ। एउटा विज्ञानले पनि पुष्टि गर्न नसकेको कुराहरू छन् यो भित्र, धेरै कुराहरू छ होइन। त्यो भएर चाहिँ मतलब 1.5 साल जति भनौँ मेरो होइन, अनि मैले चाहिँ बुझ्न लागेको यो कुराहरूमा अलि नजिक भएर चाहिँ होइन एउटा आत्मसात गरिरहेको होइन, व्यवहारिक रूपमा चाहिँ होइन, त्यति नै भयो भने। किनकि हामीले अहिले जे भन्यो जहाँबाट विज्ञानको सुरुवात हुन्छ त्यहाँ त आध्यात्मिकको स्टार्टिङ हुन्छ अरे कि एकदम। किनकि हरेक कुराहरू जो पनि अहिले कुराहरू उत्पत्ति भए, विकास भए, त्यसमा हाम्रो शास्त्रको एकदम ठुलो हात छ। धेरै अहिले विद्वानहरू, धेरै वैज्ञानिकहरू पनि यसको बारेमा भनिरहेका छन्। सो म चाहिँ आज त्यस्तो कुनै जटिलमा जाँदैन किनकि हामी त्यति ज्ञानी पनि मान्दैन आफैलाई। केही अब बेसी कुराहरू आफूले जानेका कुराहरू लोकेन्द्र दोषसँग सेयर गर्नको लागि यो भिडियो बनाउने उद्देश्य हो। अन्तिमसम्म हेर्नु होला। सो म केही लोकेन्द्र दोषलाई आफ्नो केही कुरा भन्छु र लोकेन्द्र दोषमा केही क्वेसन गर्छु, उहाँले जवाब दिनुहुन्छ। त्यही क्वेसन एन्सरमा नै हाम्रो यो पोडकास्ट रहनेछ। सो अन्तिमसम्म हेर्नु होला। अनि लोकेन्द्र दोष होइन, तपाईँले यो आध्यात्मिक फिल्डमा कसरी मोटिभेसन भयो र कसरी लाग्नुभयो यो चिजमा? मतलब कसैले मतलब भनेर कि कसैबाट कुनै हुन्छ नि यो गर्नुपर्छ भन्ने हिसाबले कसरी मतलब यो आध्यात्मिक फिल्डमा तपाईँलाई कसरी इन्ट्रेस्ट जाग्यो? यो चाहिँ अहिलेको समयमा एउटा भन्नु त यो टेक्नोलोजीको एउटा सकारात्मक प्रभाव के बुझौँ भनेपछि जुन चाहिँ सोसल मिडिया छ हाम्रो होइन, एकदमै सामाजिक सञ्जालको माध्यमबाट चाहिँ हाम्रो मेरो पहिलो गुरु मैले मानेको भनेको देख्न त पहिला पनि हेरिन्थ्यो, देखिन्थ्यो, बुझिन्थ्यो होइन, प्रत्यक्ष रूपमा भेट्ने अवसर चाहिँ प्रायः त्यति जुरेको छैन कसैलाई होइन। एकदम तर मैले एउटा आत्मादेखि चाहिँ जुन उहाँको कुराले खाएको होइन, एकदमै अनि एउटा मन छोएको हुन्छ नि त, उहाँ चाहिँ मैले मानेको एकदमै गुरु हुनुहुन्छ हाम्रो प्रेमानन्दजी महाराज भनेर हृदयदेखि नै होइन मान्छे चाहिँ यो मार्गमा मैले मानेको गुरु, पहिलो गुरु भनेको चाहिँ उहाँ नै हो मेरो होइन। एकदमै सायद यो राधा रानीको कृपाले हुनसक्छ होइन, एकदमै उहाँ त्यो समयदेखि चाहिँ मैले होइन यो राधा नामलाई चाहिँ एकदमै धेरै तन मनमा सजाएर होइन हुन्छ नि एकदमै जो राधा रानीको जो मान्छे यो आध्यात्मिक फिल्ममा लाग्छ नि त्यसको फेसमा अलगै चमक देख्न सकिन्छ, जो म दोषको फेसमा देखिरहेको छु। किनकि हुन्छ नि जति पनि हामी सुख भोग्छौँ हामी इन्द्रियले भोग्छौँ कि हाम्रो नाक, कान, घाँटी, मुख जो पनि छ हामी इन्द्रिय सुखमा लिप्त छौँ। जो पनि अहिले कलियुगी प्राणीहरू छौँ, जो आध्यात्मिक विमुख छौँ, सबै हामी इन्द्रिय सुखमा भोगिछौँ। जब हामी नाम जप गर्छौँ हामी इन्द्रिय सुखलाई कटौती गरेर भगवानको नाम रूपी सुखमा भ्रमण हुन्छौँ। सो अर्को क्वेसन म के पूछ्न चाहे मित्र तपाईँलाई, अनि जबदेखि तपाईँ यो आध्यात्मिक फिल्डमा लाग्नुभयो आफूमा त्यस्तो कुनै परिवर्तन, आफूमा कुनै त्यस्तो चेन्ज के देख्नु त? अब जस्तै मान्छेहरू सोच्छन् कि यसमा लागेर के मिल्ने हो त, पैसा कमाइँदैन, पैसा मिल्दैन, अहिले मान्छेहरूलाई एकदम धन बढी चाहिरहेको हुन्छ। त्यस्तो चिज आध्यात्मिक चिजमा आफ्नो समय किन खर्च गर्ने, यो त बुढेसकालमा गर्ने चिज हो, यस्तो आध्यात्मिकमा लाग्ने त पण्डितहरूले हो, किन हामीले युवाहरूले यस्तोमा टाइम वेस्ट गर्ने भन्ने मान्छेको धेरै धारणा छ। अनि लोकेश तपाईँलाई के लाग्छ कि यसमा लाग्नु, आफ्नो जीवनमा परिवर्तन आउनु, आफूमा के चेन्ज देख्नुभयो तपाईँले यसमा जानकारी गराउन सक्नुहुन्छ? त्यो मजाले यो चाहिँ एउटा हुन्छ नि हाम्रो एउटा गलत धारणा भनौँ होइन, जुन चाहिँ यो यसको चाहिँ न कुनै समय सीमा हुन्छ, न कुनै उमेर समूह हुन्छ होइन, मेरो विचारले न कुनै उमेर समूह, न चाहिँ कुनै समय सीमा, न कुनै परिस्थितिले होइन, न कुनै जात, धर्म, भाषा, वर्ण, लिङ्ग कुनै पनि कुराले यसलाई रोकछेक गर्न सक्दैन होइन। यो चाहिँ एउटा केवल के हो भने चाहिँ एउटा चाहना, केवल चाहना मात्र हो। हुन्छ नि कुनै पनि कुरामा हाम्रो चाहना भयो भने चाहिँ त्यसको लागि हामीले कुनै पनि कुराहरू, कुनै बाधा अर्चन, कुनै पनि समस्याले रोक्न सक्दैन, कुनै पहाडले पनि छेक्न सक्दैन होइन। मेन कुरा चाहिँ यसलाई बुझौँ हामी होइन। यो कस्तो भयो भनेपछि अहिले जुन अहिलेको एकदमै तपाईँले जुन कुरा भन्नुभयो एकदमै जायज हो। अहिले
के भन्छ नि, बाप बढाना भैया सबसे बडा रुपैयाँ भन्ने एउटा हुन्छ एकदम नि, एकदम हिन्दीमा एउटा मित्र, अहिले कहावत त छ नि त्यही त छ होइन। एकदमै। तर यो कस्तो भनेपछि हामीले आफ्नो जुन हुन्छ नि मूल्य मान्यतालाई बुझ्न सकेनौँ। हामीले एउटा मानव भएर जन्मिसकेपछि, सर्वश्रेष्ठ प्राणी भएर जन्म लिइसकेपछि एकदमै एउटा यो मानवता भन्ने चिज हामीमा रहेन, हामीमा धर्म रहेन, ज्ञान रहेन भनेपछि मानव भएर जन्मिनुको कुनै अस्तित्व रहँदैन होइन। एकदम मित्र, एकदमै त्यो भएको हुनाले हामीले यो धर्मसँग जोडिनुको एउटा छुट्टै गर्व महसुस लाग्छ होइन। एकदमै जबदेखि यो मार्गमा हिँडिन्छ नि मानिसले कुनै पनि कुराको मोह लोभ लालच भन्ने कुरा चाहिँ हुँदैन। जुन कुरा म पहिला आफूमा महसुस गर्थेँ, मैले आफूमा पाएको परिवर्तन भनेको यही नै हो। जुन म चाहिँ हरेक कुराहरूमा हुन्छ नि, यता पनि उता पनि हरेक कुराहरूमा सानो सानो कुराहरूमा पनि एउटा प्रफिट खोज्ने एउटा हुन्छ नि त यो समयमा होइन, एकदम मित्र समस्याले पनि त्यसै बाँधिएको हुन्छ मान्छे होइन। तर अहिलेको समयमा आइपुग्दाखेरि चाहिँ जसले जस्तो सुख अवस्थामा पनि जेसुकै लोभ लालच देखाए पनि होइन, तर यो कुराहरूले चाहिँ मलाई धेरै कुरा आफैमा एउटा परिपक्वता भन्ने हुन्छ नि त, एकदमै मित्र, आत्मविश्वास हुन्छ यो एकदमै कुराहरूमा चाहिँ, यो चाहिँ सब वाहियात रहेछ भन्ने लाग्छ अहिलेको समयमा होइन। यो एकदमै नभए एकदमै पनि हामी चाहिँ सहजै आफ्नो जीवनलाई चाहिँ सबभन्दा ठुलो सफलता भनेको एउटा आत्मसन्तुष्टि खुसी भन्ने हुन्छ नि त। एकदम एउटा एकदम पारिवारिक सम्बन्ध चाहिँ राम्रो हुनुपर्छ होइन। एकदम पैसाले नै सबै कुरा दिने होइन, दिन होइन तर त्यो पैसाले किन्न नसकेको खुसी चाहिँ यो आध्यात्मिक मार्गमा लाग्यो भने चाहिँ त्यो खुसी मिल्छ। एकदम त्यही नै मैले पाएको परिवर्तन यो मार्ग। एकदमै सही भन्नुभयो, किनकि यो त स्टार्टिङ चेन्जिङ हो, किनकि यो बाहिर रूपमा देखेको भित्री त यसको लाखौँ नै फाइदा हामीले अनुभव गरिसकेका छौँ। अहिलेका मानिसहरू पैसा भनेर यस्तरी भागिरहेका छन् कि पैसा पैसा पैसा, तर पैसा भन्ने चिज उनीहरूलाई कहिले पनि पुग्दैन। तर जब आध्यात्मिकमा लाग्छौँ हामी, तब पैसाको सुखभन्दा हामीलाई आध्यात्मिक सुखमा धेरै महत्त्वपूर्ण भूमिका छ। किनकि हामी पैसाले खुसी त किन्न सक्छौँ, पैसा जरुरत पनि छ अहिलेको समयमा, तर आध्यात्मिक मार्गसँगै यदि पैसा कमाउन थालियो भने त्यसको स्वाद अलग्गै हुन्छ। अनि म अर्को क्वेसन सोध्न चाहिँ हाम्रो मित्रलाई, अनि अहिलेको समयमा मान्छेहरू भन्छन् कि पैसा कमाउनुपर्छ, पैसा कमाउनुपर्छ, आध्यात्मिक भनेको त पण्डितहरूले गर्ने कुरा हो, हामीले गर्नु हुँदैन भन्छन्। र यसको नतिजा के रहेछ, अहिलेका युवाहरू गलत चिजमा फसिरहेका छन्, नसाको सहायता लिइरहेछन्, आफूलाई खुस राख्नको लागि नसाको सहायता लिइरहेछन्, विभिन्न किसिमका कुलतमा गलत आचरणहरू गरिरहेछन्। यसमा के लाग्छ मित्र, मतलब यो आध्यात्मिक विमुख भएर त जस्तो होला नि मित्र, के लाग्छ तपाईँलाई यसको बारेमा? एकदमै यो हुन्छ नि त, आध्यात्मिक विमुख भन्दा पनि कोही चाहिँ चाहना हुँदाहुँदै पनि आफ्नो हुन्छ नि त्यो मनलाई चाहिँ एउटा काबुमा गर्न नसक्नुको एउटा होइन। जस्तै चाहना चाहिँ धेरै मानिसहरूलाई हुँदाहुँदै पनि एउटा परिस्थितिले बाँधेर होइन, एकदम आफ्नो मनलाई सम्हाल्न नसकेर पनि त्यो मार्गतर्फ धकेलेको हुनसक्छ मेरो विचार होइन। पहिला इच्छा चाहिँ मलाई पनि धेरै पहिलादेखि नै थियो, तर कस्तो हुँदो रहेछ भनेपछि जस्तै अहिलेको समयमा हरेक कुराहरूको समस्या हुन्छ नि त, एउटा आर्थिक समस्या विशेष गरेर होइन, एउटा सामाजिक समस्या, पारिवारिक समस्या, हरेक कुराहरूको समस्या अहिले चाहिँ पैसा कमाउने लरको जबदेखि लाग्यो नि त, यो कुराले मान्छेहरूमा धेरै ठुलो किसिमको चाहिँ समस्याहरू निम्ताइसकेर रहेको छ होइन। एकदमै यो समय आउँदै गर्दाखेरि मान्छेहरूलाई विभिन्न किसिमका तनावहरू हुने हुन्छ, तनावहरू स्ट्रेसहरू हुन्छ एकदम। यो कुराले चाहिँ अब मान्छेहरूले अब हुन्छ नि त एउटा देखासिकी भनौँ, तनाव कम गर्ने उद्देश्यले आफू चाहिँ कुन मार्गमा लागिरहेको छु भन्ने कुरा चाहिँ थाहा नपाएर क्लोथमा फस्ने होइन। अरूले भनेको खण्डमा आज अलिकति पियो भने रक्सी नसा यो नसा गऱ्यो भने चाहिँ टेन्सन हुँदैन होइन, त्यस्तो कुराहरू चाहिँ मनमा आउँदैन, आनन्दको निन्द्रा लाग्छ भन्ने खालको कुराहरू सुनेको घरमा एउटा होइन, त्यो देखासिकीले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ त्यो मार्गमा चाहिँ होइन हिँडिराख्नु भएको होइन, आफूलाई एउटा उ गर्नुको लागि होइन, एउटा सम्हाल्नको लागि आफूलाई, मतलब त्यो चिज बिर्सिनको लागि, स्ट्रेस कम गर्नको लागि, राख्नुको तर लागि। वास्तविक सुख चाहिँ त्यसले भनिँदैन, त्यो त इन्द्रिय सुख भनौँ न, त्यसले चाहिँ हाम्रो भावी जीवनमा चाहिँ होइन एकदमै ठुलो असर निम्न त्यसले भने के गर्न सक्छ भनेपछि हाम्रो जीवनमा चाहिँ कस्तो असर पर्छ भन्ने कुरा चाहिँ हामीले अहिले त्यो सोच्न पनि सक्दैनौँ क्या। किनकि त्यो आनन्दमा डुबिसक्यो भने मान्छेले त्यो जालभित्र फसिसकेपछि चाहिँ बाहिर उम्किन एकदमै गाह्रो हुन्छ। तपाईँ आफै सोच्नुहोस्, गाउँमा देख्नुभयो होला कति साना बच्चाहरू कसरी बिग्रिरहेका छन्, कुलतमा कसरी फसिरहेका छन्। मतलब त्यो किन हो थाहा छ? आध्यात्मिक विमुख भनेको धर्मभन्दा गलत आचरणमा। यदि कोही मान्छे सानैदेखि कसैको घरमा आध्यात्मिक मार्ग पायो भने कसैले, त्यो कसरी बदलिन्छ? हामी हेर्नु, आफै सोच्नुहोस्, हामी दुईजना अहिले केटाहरू चाहिँ कुनै पनि नसामा लिप्छौँ, तर हाम्रो उमेरमा कति मानिसहरू गलत आचरण गरिरहेका छन्। हामी किन सम्हाल्यौँ त? किनकि हामी धर्मको मार्गमा चलिरहेका छौँ। न त तपाईँ हर गाउँमा हर घरमा जानुहोस्, एक न एक बच्चा एक न एक नसा गर्छ, स्योर गर्छ, तर कति कुरा उसले छुपाइरहेको हुन्छ। जब जो मान्छे आध्यात्मिकमा लाग्छ, पूजापाठ गर्छ, तपाईँ सोच्नुहुन्छ पूजापाठ गऱ्यो भने यो अब धार्मिक बन्छ, पुरा घर छोडेर जान्छ, त्यो होइन। आध्यात्मिक मार्ग घर गृहस्थी जीवनमै रहेर पनि हामी आध्यात्मिक मार्गलाई जिउन सक्छौँ। बस हामीले आफ्नो जीवनमा भगवानलाई ल्याउने हो, बस त्यति नै हो। अब मान्छेहरू अहिले के भन्छन् भनेपछि, यदि अहिले यस्तो चिजमा लाग्यो, पूजापाठमा लाग्यो भने पैसा कमाउन छोडिदिन्छ, घर छोडिदिन्छ, जोगी बन्छ भन्ने टाइपको हाम्रो गाउँघरको धारणा छ। यो धारणा सरासर गलत हो।
यस्तो धारणाको बारेमा के भन्नुहुन्छ तपाईँलाई? के लाग्छ कि हामीले अहिले नै अब पूजापाठ गऱ्यो भने अब छोराले घर छोडिदिन्छ, यो छोडिदिन्छ भन्ने के लाग्छ तपाईँलाई यसको बारेमा? यो धारणा चाहिँ गलत हो। कस्तो भने चाहिँ अब पहिलाका जुन ऋषिमुनिहरू एकदमै तपस्वी व्यक्तित्वहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ यस्तो गर्नुहुन्थ्यो। अहिलेको समयमा चाहिँ के छ भने चाहिँ एउटा आस्था के छ भने चाहिँ हामीले चाहिँ सही मार्गमा गयो भने त्यसको नतिजा पनि अवश्य 100% सही नै हुन्छ होइन। हामीले यो जीवन भनेको एउटा कर्मको फल हो कि एकदम एकदम यो चाहिँ 100% मित्रले जे कर्मको फल हो भन्ने चाहिँ मैले बुझेको छु। हामीले आज जुनसुकै सबैको नजर छलेर हामीले होइन हामीले सबै कुरालाई झुट बोल्न सक्छौँ, ढाक्न सक्छौँ, सक्न सक्छौँ, तर सत्यलाई कहिले पनि लुकाउन सकिँदैन होइन। त्यही भएर चाहिँ हामीले एउटा सत्यको मार्गमा चल्यो भने त्यसको परिणाम पनि सत्य नै हुन्छ, सही नै हुन्छ। गलत मार्गमा चल्यो भनेपछि हामीले त्यसको जुनसुकै तरिकाले जति छुपायो भने पनि त्यो एक न एक दिन चाहिँ त्यो अवश्य पनि त्यो देखा पर्छ होइन। त्यो भएको हुनाले हाम्रो कर्मको फल नै हो, जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ। अनि आध्यात्मिक मार्गमा जानेको एउटा रिजन के छ भनेपछि एउटा पारिवारिक अवस्था पनि हो। परिवारको सदस्य जुन बुजुर्ग ज्येष्ठ नागरिक हुनुहुन्छ परिवारमा, बुढोपाका मान्छेहरूले जस्तो किसिमको संस्कार भन्छ नि त, एकदम जस्तो किसिमको संस्कारहरू चालचलनहरू सिकाउँदै गयो आफ्नो पछाडिको पुस्तालाई, त्यस्तै पछि त्यो देखिने हो नि त होइन। हाम्रो बाबुबाजेहरूले पनि त्यही किसिमको क्रियाकलापहरू गर्दै आएको हुनाले यस्तो गर्नु हुँदो रहेछ, यस्तो नगर्नुपर्ने रहेछ, यस्तो गर्नुपर्ने रहेछ होइन। बिस्तारै बुझ्ने उमेरसम्म आउँदै गर्दाखेरि तपाईँले अहिले बच्चालाई संस्कार दिनुभयो भने त्यो संस्कार तपाईँलाई पछि आएर काम लाग्नेछ। तपाईँले यदि पैसा अन्य चिज पुरा इन्द्रिय सुख यताउता भन्ने कुराहरू आफ्नो बच्चालाई दिइराख्नु भएको छ भने त्यो गलत गर्दै हुनुहुन्छ। हामीले अहिले नै बच्चाहरूलाई अहिले नै हामीले आध्यात्मिक कुराहरू सिकायौँ, पूजापाठ गर्न सिकायौँ, गलत के सही के गलत यो कुरा हामीले अहिले सिकायो भनेपछि यो आफ्नै लागि नै पछि फाइदा हुनेछ। किनकि अहिले मित्र होइन अहिले कलियुग लागेको 4,32,000 कलियुगको अहिले आयु छ। त्यतिमा अहिले 5 लाख जति 5,000 वर्ष जति कलियुगको बितेको छ अहिले होइन। अहिले देख्दाखेरि कति घटनाहरू घटिरहेको छ होइन। अस्ति हाम्रो गाउँमा जडी गाउँमा त्यत्रो घटना घट्यो। फेरि अनि पुनामा त्यो बच्चाको किड्नी हेर्नु कस्तो मतलब कलियुग एकदम खतरनाक घटना घट्छ। तपाईँ आफ्नै घरमा कस्ता घटना घट्नेछन्। यो सब के हो? धर्म विमुख भएर हो। मान्छे सिर्फ आफ्नो इन्द्रिय सुख भोग गर्न चाहन्छ कि मलाई यो सुख चाहियो, यो सुख चाहियो, यो सुख चाहियो भने सुखको पछाडि यसरी भागिरहेको छ कि ऊ के गलत के सही भन्ने कुरा बिर्सिरहेको छ। जब घरमा धर्मको बारेमा सही कुराहरू गरिँदैन, धर्मलाई बुझिँदैन, धर्मको आचरणलाई फलो गरिँदैन, तबसम्म यस्ता घटनाहरू घटिरहेनन्। सो म अर्को के कुरा सोध्न चाहन्छु भने मित्र, अनि अहिलेको समयमा मान्छेहरूलाई झुट बोल्नु, कसैप्रति लुट्नु, गलत चिजहरू गर्नु एकदमै सामान्य जस्तो लाग्छ कि मित्र। यसमा के लाग्छ कि यो सामान्य हो कि यो हामी ठुलो अन्जानमा पाप गरेको छौँ? के लाग्छ? जस्तै केही चिज भने हामी सामान्य कुरामा झुटो आचरण गरिरहेछौँ। मेरो विचारमा चाहिँ क्षणिक समयको लागि एकदमै सामान्य। कसैलाई हामी हुन्छ नि हेर्दा हिँड्दै बाटोमा मान्छेलाई बेचिदिन सक्छौँ होइन। एकछिनको लागि चाहिँ हाम्रो लागि सामान्य हुनसक्छ, तर यसको नतिजा भनेको असामान्य हुनेछ होइन। यसले हामीले अहिले बोलेको एउटा झुटको लागि चाहिँ हामीले होइन कति चाहिँ त्यसको सजाय, त्यसको परिणाम चाहिँ कति भोग्नुपर्ने छ भन्ने कुरा हामीले सोच्न पनि सक्दैनौँ। जुन चाहिँ अहिले नसोचेर हामीले जति झुट बोलेको छ त्यो चाहिँ नसोचेकै हाम्रो परिणाम हुनेछ भोलिको दिनमा। दिमागमा यति राख्नुहोस् कि तपाईँ जे तपाईँ गर्नुहुन्छ नि त्यसको फल अवश्य पाउनुहुन्छ, चाहे राम्रो होस् चाहे नराम्रो होस्। हामी सोच्छौँ कसैले देखेको छैन, हामी बाहिर काम गर्छौँ कसैले देखेको छैन, मलाई मात्र थाहा छ हुँदैन। जो तपाईँ म भन्नुहुन्छ नि त्यो भगवान्को अंश हो, उसलाई थाहा छ तपाईँले के गलत गर्नुभएको छ के सही गर्नुभएको छ। त्यसैले म के भन्न चाहन्छु भने हामी सामान्य तरिकाले नर्मल पापहरू गरिरहेको छौँ। सानातिना पापहरू भयो, ठुलादेखि साना गर्दा गर्दै ठुलो महान पापहरू बन्छ। अहिले हामीले अहिलेदेखि नै सचेत हुन आवश्यक छ। हामीले साना पापहरू पनि गर्नु हुँदैन। यदि हामीले त्यस्ता पापहरू गर्दै गएपछि हामी ठुला पापहरू पनि गर्छौँ। अनि लोकल अर्को कुरा म के भन्न चाहन्छु भने होइन, मैले अब हाम्रो गुरुजी प्रणजी महाराज हुनुहुन्छ, मनुष्य जीवन अमूल्य छ। यसको महत्त्व के, यसको के खास तपाईँले के बुझ्नुभयो कि किन यो मनुष्य जीवन अमूल्य छ? मान्छेहरू सामान्य टेन्सनमा गलत आचरण गर्छन्, आफूलाई हानि पुर्याउँछन्, मान्छे मर्नको लागि पनि तयार हुन्छन्। किन यो मनुष्य जीवन अमूल्य छ त? हामी 84 लाख योनिपछि हामी यो मनुष्य जीवन प्राप्त गर्छौँ। किन त यो जीवन अमूल्य छ कि जस्तो तपाईँले बुझेको अनुसार के भन्न सक्नुहुन्छ? एकदमै यो अमूल्य हामीले यसरी बुझौँ। 84 लाख योनि जुन छन् अनेक थरी होइन, किरा फट्याङ्ग्रा अन्य जीव जन्तुहरू जुन सबै गरेर चाहिँ 84 लाख योनिभरिमा चाहिँ एउटा सर्वश्रेष्ठ प्राणी भनेर जुन मानव योनिमा चाहिँ हामी जन्म लिन्छौँ। यसै पनि बुझ्नुपर्ने कुरा के छ भने चाहिँ अरू सबै प्रजातिका जनावरहरू, पशु पन्छीहरू, जुनसुकै पनि जीवहरू छन् होइन, तीमध्ये एउटा चेतनशील प्राणी भनेको सर्वश्रेष्ठ भनेर मानिसलाई चिनिन्छ होइन। उसँग सबै कुरा, किनकि हामीले यो जुनी पाउनुको एउटा मात्रै के छ भने चाहिँ हामीले जति पनि गरेका पाप कर्महरू, कुकर्महरू, पूर्व जन्ममा हामीले गरेका नकारात्मक जुन पाप कर्महरू हामीले गरेका छौँ, त्यो क्रियाकलापहरूबाट चाहिँ हामीले सबैबाट चाहिँ
मुक्ति पाने एउटा बाटो हो यो हाम्रो लागि एकदम मेरो मनुष्य बुझाइ जीवन, अनुसार होइन एकदमै। मनुष्य जीवन हामीले चाहिँ यो समयमा यो मनुष्य जुनीमा चाहिँ हामीले सबैको भलो चिताएर होइन एउटा सत्कर्म एउटा आध्यात्ममा लागेर सबैलाई एउटा सही सन्देश सही ज्ञान गुणका कुराहरू सिकाएर बुझाएर सकेसम्म सबैलाई राम्रो सिकाउँ राम्रो एकदमै। गरौँ सबैको राम्रो गरौँ होइन नसक्यो भने केही नभए पनि आफ्नो मात्रै आफ्नो लागि भए पनि हामीले राम्रो गरौँ आफ्नो लागि हामीले सबैजनाले आफ्नो आफ्नो लागि मात्रै राम्रो गर्यो भने सारा दुनियाँ राम्रो आफैमा राम्रो एकदमै, हुन्छ होइन अरूको लागि गऱ्यो भने त्यो झनै राम्रो भयो झनै राम्रो भयो। हामी आफ्नो सही बाटोमा भयो भने एकजना यो पृथ्वीको एकजनाले चाहिँ सही बाटोमा हिँड्यो भने एकजना मिलेर सबैले एउटा यो हामीबाट चाहिँ एउटा केही प्रेरणा सिक्नेछ होइन सिक्नेछ। त्योबाट चाहिँ केही परिवर्तन हुनेछ अवश्य पनि जस्तै हामीले आज एउटा महाराज हाम्रो गुरु हुनुहुन्छ आदरणीय प्रेमानन्दजी महाराजबाट एउटा भिडियो देखेकै माध्यमबाट होइन उहाँको वक्तव्य सुनेकै माध्यमबाट उहाँका बोलीबाट एउटा प्रेरणा मिलेर हामीले यो कुराहरू चाहिँ सिक्ने एउटा मौका पायौँ भनेपछि सोचौँ कति हजार कति लाख कति करोडौँ मानिसहरूले चाहिँ यो कुराबाट प्रेरणा लिइराख्नु भएको छ एकजना व्यक्तिबाट होइन भनेपछि हामीले यो कुरा बुझ्नु जरुरी छ क्या देखा सिकेको जमाना छ भनेपछि कसैले राम्रो मात्र नराम्रो मात्रै नभएर राम्रो कुराहरू पनि सिको गरिरहेको छ त्यसैले हाम्रो सिको कसैले गरोस् गाउँ समाजमा म यसमा एकदम सही भन्नुभयो हाम्रो लोकल मित्रले किनकि अहिलेको समय 3 गुणमा चलिरहेको छ सत रज तम त्यो दुईटा गुण चाहिँ अलरेडी धेरै छ यो धरतीमा सत गुण एउटा मात्र छ रज र तम गुण त अलरेडी दुईटा गुण छँदैछ किनकि नेगेटिभिटी यो दुनियाँमा धेरै छ तपाईँ केही पनि नगर्नुहोस् तपाईँलाई नेगेटिभिटीले खिचिहाल्नेछ सो त्यसैले गर्दा हामीले सत गुणलाई बढाउन आवश्यक छ यदि हामीले सत गुणमा आफ्नो जिन्दगी जियौँ भनेपछि अलरेडी नै हामी अरू मान्छेलाई पनि त्यसमा सत गुण दिन सक्छौँ यदि आफूमा नै त्यस्तो कुनै राम्रो गुण छैन भने हामी कसरी दिन सक्छौँ सो एकदमै सही भन्नुभएको छ किनकि यो मनुष्य जीवन अमूल्य जीवन छ कि हामीले धेरै दुःख कष्ट पाएर यो जुनी पाएका छौँ यदि हामी यो जुनीमा राम्रो काम गरेनौँ भनेपछि फेरि अर्को जुनी हाम्रो कस्तो हुनेछ अब त्यो तपाईँको कर्मले डिसाइड गर्नेछ सो म अर्को प्रश्न के सोध्न चाहे मित्रलाई होइन कृष्ण र राधा रानी अब मान्छेहरू कोही कृष्ण दास हुन्छन् कोही राधा दास हुन्छन् अनि तपाईँ चाहिँ मित्र कुनमा बढी मतलब कुन चिजमा बढी आफ्नो आस्था राख्नुहुन्छ कृष्ण भगवानमा राख्नुहुन्छ कि राधा दासमा राख्नुहुन्छ अब कुन नाम तपाईँले बढी प्रयोग गर्नुहुन्छ आफ्नो जीवनमा मैले चाहिँ अहिलेको समयमा बढी प्रयोग गर्ने नाम चाहिँ राधा रानीकै हो अनि जसलाई चाहिँ एउटा हुन्छ नि एउटा आमा माताको नजरले हेरौँ होइन जसभित्र चाहिँ एउटा हाम्रो भगवान् श्रीकृष्णले पनि उहाँको प्रेमले जुन हार खाएको एउटा छ नि त त्यो कुराले चाहिँ जब हामीले उहाँसँग हामी उहाँलाई प्रसन्न भयो उहाँ प्रसन्न भयो भने उहाँ चाहिँ अटोमेटिकली प्रसन्न हुनुहुन्छ एकदम एकदमै गुरु भन्नुहुन्छ कि यदि तपाईँ मेरो नाम लिनुहुन्छ म अलि ढिलो आउँछु जब कोही व्यक्ति मेरो राधा रानीको नाम लिन्छ उसको म छिटो जान्छु भन्नुहुन्छ कि त्यही त हामी पनि सोचौँ न यदि कसैले अब तपाईँको जीवनमा यदि कसैले माया गर्छ होइन हामीले उसको नामबाट बोलायो भनेपछि उसलाई कति खुसी हुन्छ हो त्यस्तै हामी पनि यो राधा रानीको के हो भनेपछि एउटा उपासक एउटा नाम अब हुन त सबै एउटै रूप हुन् भगवान्कै रूप हुन् त्यही पनि अब हाम्रो गुरुदेवले दिनुभएको नाम राधा रानी नाम हामी त्यही नाम पूजापाठ गरेपछि मात्र यसमा लाग्न सकिन्छ कि बिना पूजापाठ गरेर पनि हामी यो चिजमा लाग्न सक्छौँ कि अहिलेको समयमा के छ भनेपछि पूजापाठ गऱ्यो त्यसपछि आफ्नो गलत आचरण गऱ्यो अनि मन्दिरमा गएर अलिअलि भगवान्को नाम सम्झियो अनि म चाहिँ यो चिजमा लागिहालेँ अनि भगवान्ले मेरो जे भने पनि मान्नुहुन्छ सुन्नुहुन्छ भन्ने हुन्छ यसमा के छ मित्र पूजापाठ गरेर मात्रै हुन्छ भन्ने कुरा चाहिँ हुँदैन होइन र सबभन्दा पहिलो कुरा भनेको आत्मा छ हाम्रो जुन अमर छ होइन एकदमै मानिस शरीर यो बाहिर देखावट एउटा माटोले बनेको शरीर हो होइन एकदम एउटा माटोको शरीर हो माटोमै विलिन भएर जान्छ होइन त्यो भएर चाहिँ हामीले चाहिँ यो बाहिरी कुराहरूमा भन्दा पनि एउटा जुन आत्मा चाहिँ हाम्रो सफा हुनुपर्छ आत्माले मान्यो भने चाहिँ होइन सबै कुराहरू राम्रो छ कस्तो भने चाहिँ बाहिर देखावटी पूजापाठ भन्दा पनि यदि व्यवहार राम्रो छैन बाहिरी आचरण राम्रो छैन भित्र मनमा चाहिँ नराम्रो छ एउटा कालो छ पाप छ भनेपछि चाहिँ हामीले पूजापाठ गरेर बाहिर दुनियाँलाई देखाएर केही पनि फाइदा छैन त्यसको फल प्राप्त गर्न सक्दैन तर हामी चाहिँ एकदमै मन हाम्रो एकदमै आत्मा चाहिँ सफा छ होइन तर पनि हामीले पूजापाठ यताउता केही पनि गर्दैनौँ सही कार्यमा सही ठाउँमा चाहिँ हामीले आफ्नो तन मनलाई सही ठाउँमा लगाएको छौँ भनेपछि त्यसले धेरै ठुलो फल दिन्छ होइन पूजापाठ गरेर कसैले चाहिँ देखावटी रूपमा गर्छ भनेपछि कसैले एकदमै आत्मादेखि जोडेको सम्बन्ध हो यो भगवान्सँग जोडेको भगवान सिर्फ भावको भोको हुनुहुन्छ भगवानलाई कुनै चिज यस्तरी मलाई यो दियोस् कि यति भिटी चढाए यति उ गरे त्यसमा खुसी हुनुहुन्न भगवान सिर्फ भावको भोको हुनुहुन्छ किनकि जति पनि यो धरतीमा दिनुभएको छ नि हामीलाई सब भगवानले दिनुभएको छ यति कृपालु हुनुहुन्छ कि भगवान जो उनको अवहेला गर्छन् जो उनको घेरा छन् उनलाई पनि दिनुभएको छ क्या सो त्यसैले गर्दा भगवान सिर्फ भावको भोको हुनुहुन्छ तपाईँ यो नसोच्नुहोस् कि पूजापाठ गरे
घन्टी लगाएँ, अब दियो बत्ती बाले, त्यसपछि आफ्नो गलत आचरणमा गएँ, यो होइन, गलत हो। त्यो सरासर गलत हो। तपाईँ ढोङ गरिदिनुहुन्छ, यसमा तपाईँलाई कुनै पनि फाइदा होइन, जुन मन भित्रैबाट जल्छ। हामी ढुङ्गा मूर्ति जुन पुजेर होइन लाखौँ करोडौँ खर्च गरेर होइन एउटा मूर्ति पूजा गरेर धूपबत्ती अनेक थरी यो दान दक्षिणा गरेर जुन हुन्छ नि त, यो तरिकाले चाहिँ हामी एउटा धर्म प्राप्त गर्छौँ, एउटा हुन्छ नि भगवान्प्रतिको मार्गमा हामी जान सक्छौँ, भगवान्को आशीर्वाद सजिलो प्राप्त गर्न सक्छौँ भन्नु चाहिँ यो गलत हो। तर हामीले केही पनि खर्च नगरेर होइन यस्तो धुमधाम नगरेर पनि हामी यदि कोही गरिब मान्छे, बाटोमा दुखी मान्छे होइन जुनसुकै मान्छे त्यो तरिकाको एउटा दुःख परेको, अप्ठ्यारोमा परेको, समस्यामा परेको जुनसुकै पनि सजीव प्राणी, निर्जीव प्राणी जुनसुकै पनि होस् होइन, एउटा जुन प्राण बोकेर हिँडेको एउटा प्राणीले हामीले त्यसको चाहिँ उद्धार गर्न सक्यौँ, उसलाई चाहिँ सहायता गर्न सक्यौँ, दुःख परेको मान्छेलाई चाहिँ हामीले उसको मुहारमा खुसी ल्याउने काम गऱ्यौँ भनेपछि भगवान् उसै प्रसन्न हुनुहुन्छ होइन। हामीसँग दिन सक्ने सबै यो आर्थिक सहयोग गरेर चाहिँ हामीले पैसै दिएर सबैलाई खुसी गर्न सक्छौँ भन्ने त हुँदैन नि त। एकदम परेको बेला चाहिँ सबैलाई सहायता गरेर चाहिँ हामी एकदमै यो यसको उदाहरणमा के भन्न चाहन्छु भने मित्रले अस्ति भर्खर धेरै ठुलो सहयोगको काम गर्नुभयो, किनकि हाम्रो गाउँमा त्यस्तो घटना घटेको थियो। यो पनि सब धर्म विमुख रहेर नै व्यक्तिमा त्यस्तो गलत आचरण गर्ने आश आएको थियो। सो यसको बारेमा म के भन्न चाहन्छु भने चाहिँ त्यो चिजमा अलि मित्रले सानो आफ्नो तर्फबाट एउटा हुन्छ नि अरूको भलाइको लागि धेरै ठुलो कदम चाल्नु भएको थियो। यो चिजको मोटिभेसन मित्र तपाईँलाई कहाँबाट आयो? किनकि मान्छे त यो चिजमा लाग्न चाहन्न, किन बिचमा लागु, किन यसमा फसु, अब किन यो गर्ने, आफ्नो त केही भएको छैन भन्ने टाइपको सोच आयो। अरूमा आउँछ जो धर्मभन्दा विमुख छ, त्यसमा धेरैलाई आयो। तर हाम्रो दोस्तलाई चाहिँ यसप्रति के लाग्यो भनेपछि हामीले मद्दत गर्नुपर्छ, हेल्प गर्नुपर्छ। यो सोच चाहिँ कसरी आयो मित्र? धर्ममा लागेदेखि आयो कि मतलब कसैले भनेर कि कसरी आफूमा यो जाग्यो कि मैले सहयोग गर्नुपर्छ, किनकि मनुष्य जीवन भइसकेपछि यो अरूको सहयोगको लागि हामीले निर्वाह गर्नुपर्छ भन्ने सोच कसरी आयो तपाईँमा? एकदमै यो कस्तो भनेको चाहिँ एउटा जुन एउटा मनमा आउने एउटा सोच र कर्म एकदम फरक फरक कुरा होइन। हामी चाहिँ कहिलेकाहीँ सोच्छौँ, धेरै कुराहरू सोच्छौँ, तर त्यो हामीले कर्मले चाहिँ गर्न सक्दैनौँ, त्यो पुरा गर्न चाहिँ सक्दैनौँ हामी होइन। व्यवहारमा चाहिँ दैनिक जीवनमा चाहिँ हामीले सोच्ने कुराहरू धेरै छन्, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, यो गरौँला, त्यो गरौँला। आत्माले चाहेको कुराहरू पनि हाम्रो पुरा हुँदैनन्, कतिपय कुराहरू होइन गर्दा गर्दै पनि सकिँदैन। त्यो कुरा चाहिँ फरक छ होइन। सोच चाहिँ मेरो कस्तो भने चाहिँ पहिल्यैदेखि एकदमै समाज सेवा भने चाहिँ कसैलाई चाहिँ एउटा कसैको मुहारमा चाहिँ खुसी ल्याउन जुनसुकै कुराहरू गर्नको लागि तत्पर रहने चाहिँ पहिल्यैदेखिको मेरो एउटा आचरण होइन, व्यवहारमा त्यो चाहिँ भएको हुनाले यो पछिल्लो समयमा जब चाहिँ म यो आध्यात्मिक मार्गतर्फ चाहिँ म अलि आकर्षित भएँ बढी, यो समयदेखि चाहिँ हुन्छ नि कुनै पनि कुराहरूलाई पछाडि छोडेर हामी यो पोडकास्टको अन्तिममा छौँ। म अब लास्ट क्वेसन सोध्न चाहन्छु मित्रलाई, किनकि अब आध्यात्मिक जीवनले मान्छेमा धेरै परिवर्तन ल्याउँछ। अब किनकि जबसम्म हामी भित्री रूपमा आध्यात्मिक चिजमा छिर्दैनौँ तबसम्म यसको कुनै पनि अनुभव हुँदैन। अब के भन्न चाहन्छु भने अब जो अब यो पोडकास्ट हेरिरहनु भएको छ उहाँलाई के भन्न चाहन्छु मित्र? आध्यात्मिक फिल्ममा कसरी लाग्ने, के गर्ने, कसरी छिर्न सकिन्छ, यसमा के भन्न चाहनुहुन्छ? अब हामीले कुनै पनि सङ्घ संस्थामा जोडिया जस्तो होइन यो आध्यात्मिक मार्ग भनेको होइन। एउटा सबभन्दा पहिला चाहिँ हामीले आत्मादेखि बाटो चाहिँ खोल्नु पर्यो एकदमै होइन, प्रवेश गर्नको लागि सजिलो छ। हामीले अब अनुभव भन्नाले धेरै ठुलो अनुभव पनि छैन, धेरै कुराहरू बुझ्या पनि छैन होइन। धेरै यो जीवन भनेको एउटा सिकाइ हो, यो चाहिँ कहिले पनि सकिँदैन होइन। हामीले बिस्तारै भोग्दै देख्दै सिक्दै अनुभव गर्दै जाने हो होइन। त्यसैले चाहिँ हामीले चाहिँ अरूबाट सही कुराहरू सिकौँ, सही कुराहरू आत्मसात गरौँ होइन, सही सङ्गतमा लागौँ होइन। एउटा सङ्गतको असर भन्छ नि त एउटा जीवन, यो पनि होइन। जस्तै हामी माउरीको सङ्गत गऱ्यो भने चाहिँ मिठा मिठा रसहरू फुलमा सही यात्रा गर्न पाउँछ होइन। झिँगाको सङ्गत गऱ्यो भने चाहिँ फोहोरहरूमा चाहिँ जानुपर्छ होइन। हुन त त्यो पनि एउटै प्रजातिमा पर्ने हो, एउटै प्रजातिको, तर सङ्गतको असर पर्यो होइन। त्यो चाहिँ कस्तो बाटोमा लागिरहेको व्यक्तिसँग चाहिँ हामी सङ्गत गर्ने होइन। गाउँ समाजमा बस्दै गर्दाखेरि पनि कस्तो व्यक्तिको चाहिँ कुरा सुन्ने, कस्तो व्यक्तिसँग सङ्गत गर्ने होइन, कस्तो व्यक्तिको कुराहरू चाहिँ व्यवहारमा उतार्ने, यो कुरा चाहिँ आफ्नो सोच र आफ्नो आत्मामा चाहिँ डिपेन्ड गर्ने हो कि होइन। त्यसैले यो मार्गमा जानको लागि चाहिँ हामीले एउटा सही मार्ग हो, सत्यको मार्गमा हिँड्न चाहिँ त्यति सजिलो पनि हुँदैन होइन, जस्तो आँट पनि आउँदैन। सत्यको मार्गमा हिँड्नलाई चाहिँ हामीले धेरै ठुलो हिम्मतहरू गर्नुपर्छ होइन। र त्यति साह्रै गाह्रो पनि छैन, हामीले चाहिँ एउटा चाहना मात्रै राख्नुपर्छ होइन। सही मार्गमा हिँड्ने हो, बस यति मात्रै हो। सबैको भलो चिताउने होइन, सबै